लगभग सुरु हुन लागिसक्यो ल हाम्रो साथीभाइहरु सबै आएर काममा लागिसक्नु भएको छ बिस्तारै बिस्तारै काम हुँदैछ खुट्टा गाड्ने काम यता चाहिँ गाई गोरुहरु बस्ने ठाउँ यता पनि ल काम साम भइरहेको छ त पराल झर्दै छ खाना खाना गएको थिएँ म त गौ माता की जय जयकार खड़े हाथों में ले हम हथियार धर्म के साथ गौ माता की रक्षा करना हमारा काम बजरंग दल के नाम तय जाने दुनिया गौ रक्षक है हमारा नाम रक्षक है हमारा नाम ल है गाइज हेर्नुस् ल थोरै काम भइसकेको छ तार बान्ने मान्छेहरु सबै जुटिसक्नु भएको छ गौरक्षक है हमारा नाम यस्तै छ यहाँ टक्क जाली तान्ने काम भइरहेको छ यहाँ पनि रहेछ त रहेछ अझै तार त जे है त गौरक्षक है हमारा नाम 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 भेली खुवाएर यहाँबाट लाने तयारी जारी छ अहिले गाईलाई भेली सेली खुवाएर बाबाजी स्वयं आएर आफै भेली खुवाएर यहाँबाट लाने तर्खरमा छ अहिले यहाँ गाई गोरुले भेली खाँदैछन् यो अस्ति ब्याएको गाई यही हो साँड दादा त्यहाँ बस्नु भएछ दि ए मार ल ल यसरी भेली खाएर भेली खाएपछि जाँदैछन् अब आफ्नै स्थानमा जाने भए पक्का पक्की उता पनि काम लगभग सकिसक्यो कचहरी जाने को न्या फैसला होवे मौके पे यमराज भी रास्ता देखे जब चढ़ जा हम डोके पे खून में मारे गर्मी से और दिल में राम का नाम से गद्दारों की छाती पे लिख दिया जय श्री राम से पुलिस प्रशासन बाद में आवे पहले लड़बाजा करे मारी रेड परेड से एरिया में तस्कर भाजा करे गौरक्षक है हमारा नाम ल फाइनल्ली गौशालामा गाईहरू आइपुगेका छन् यता दर्शक महानुभावहरू पनि आइपुग्नु भएको छ हेर्नको लागि अझै आउन बाँकी रह्यो हैन अब यिनीहरूको भाग्ने बाटो छैन यता तारबार गरेको आजै हो यता पुरै खाली जग्गा थियो त्यस्तो तारबार गरेर ल्याइयो गाई गोरु ल्याउन सफल भइयो अझै आउन बाँकी छन् जङ्गलतिर पसेका केही गाई बस्तुहरू यो एउटा गोठालो यहाँ छन् हाम्रो पर्मानेन्ट यो दुईटा गोठाला यतातिर छन्
यता यिनलाई पनि उतातिर कुनातिर पुरा त यिनलाई नि कुरातिर पुठाऊ गोठाल भाइ। कान खोल के सुन लियो गौ हत्यारों, तुम्हारी मौत बनकर खड़े हैं ये बोल गऊ माता की जय। जिंदगी ढंग ते जीनी से तो अच्छा रथम कर्म करो, गुद्दा